नमस्ते एभ्रिवान। आज चाहिँ हामी चाहिँ ओसाका घुम्न जान लाग्यो अनि मेरो साथीहरू पछाडि आउँदै हुनुहुन्छ। आज चाहिँ नेपाल फेस्टिभल छ है, त्यही भएर हामी चाहिँ घुम्न जान लागिरहेको छौँ। उता पुगेर बिचबिचमा के हुन्छ कस्तो रहेछ तपाईँहरू सबजनालाई देखाउने छु। अब मैले चाहिँ म घरबाट निक्लिँदैछु है त। म चाहिँ घरबाट निस्केको छु गाइस। अब के कस्तो हुन्छ बिच बाटोमा हेर्दै जाउँ है। आज घाम पनि मस्त लागिरहेछ अनि सेन्टबर्नमा त माथि हो यो अहिले म बस्ने ठाउँ चाहिँ। हामी चाहिँ अहिले ओसाका जान लागिरहेको छौँ। अब हेर्दै जाउँ है कस्तो हुन्छ, रमाइलो के कस्तो हुन्छ म हजुरहरूलाई देखाउने नै छु। अहिले चाहिँ यस्तो छ, घाम लागेको थियो त। सेन्टबर्नमा त माथि हो यो चाहिँ। अब हामी ओसाका पुगिसकेपछि बिचबिचमा के कस्तो हुन्छ देखाउने छु है त। लाग्दैछ कालो चस्मा चट्ट लाएर दाजुभाइ चाहिँ होइन। आज ओसाकामा चाहिँ नेपाली फेस्टिभल के अरे साथी, फुड फेस्टिभल होइन? फुड फेस्टिभल होइन यो के चाहिँ हो? फर्स्ट इन्टरनेसनल फर्स्ट नेपाली फेस्टिभल फर्स्ट डे भइरहेछ। त्यही भएर हामी चाहिँ फेस्टिभलको फर्स्ट डे आज चाहिँ यसो के कस्तो हुन्छ होइन तपाईँहरूलाई देखाउने नै छौँ है। साथी यहाँ उज्जवल साथी अगाडि हिँडिरहेको छ। यसो कस्तो राम्रो कस्तो यहाँको माहौल गर्नु नै छ। अब ट्रेन चढेर हामी चाहिँ ओसाकातर्फ लाग्छौँ। ओसाका जानलाई अहिले टिकट काट्नुपर्ने हुन्छ गाइस। यहाँ अहिले टिकट काट्न चाहिँ यहाँ अब मेन बुथहरूलाई थाहा छ। अब टिकट काटिसकेपछि अनि सरर गइन्छ। यहाँ चाहिँ अब पैसा हामी टिकट यहाँ त्योसम्म पुग्नुपर्छ। लोड गरेर भित्र गयौँ होइन। अब यहाँ माथि चाहिँ हामी यहाँ मनिषा बहिनी अनि लाग्दैछौँ है त। अब हामी यहाँ ट्रेन चढ्नतर्फ ट्रेन चढ्ने लाइन छ। हामी चाहिँ अब माथिको ऱ्यापिड चढेर जान्छौँ। हामी कति बजेको भने 12-13को ऱ्यापिड आउँदैछ। सो अब ऱ्यापिड चढेर हामी क्योतो एकी पुग्छौँ। अहिले सेन्टबर्न मार्तमा चाहिँ पुग्छौँ। त्यस पछाडि हामी ओसाका जाने ट्रेनतर्फ लागेर चाहिँ जान्छौँ होइन। गाडी देख्न सक्नुहुन्छ है। अब यहाँ वेटिङमा ट्रेन एप्रोचिङ हुँदैछ ल है त। अब हामी यहाँबाट ऱ्यापिड ट्रेन चढेर ओसाकातर्फ जान्छौँ। हामी फ्ल्याट नम्बर 2बाट जान्छौँ है त। त्यो ओसाका जाने बाटो हिँड्दैछौँ हामी। यहाँ लोकेसन फ्ल्याट नम्बर 2 हामी यहाँबाट जान्छौँ कि कता हो यो जिआर क्योतो लाइन फर्स इन ओसाका। यहाँबाट जाँदैछौँ है त हामी चल्न। आम्बो क्यो चस्मा खोलेर हेर्नु पऱ्यो। ओसाका त पढा दिएको रहेछ त, उज्यालो पो रहेछ त। साह्रै राम्रो देखिरहेछ नि ओसाका त। ओ चिटिक्क परेको रहेछ नि। ल ओसाका ट्याक्क झरियो। अब हाम्रो डेस्टिनेसनतर्फ लाग्दैछौँ। ल यता हिरुनी एउटा चिटिक्क परेर छ। ल अब चाहिँ हामी टक्क ओसाका आइपुगेछौँ र अब यहाँ एक्जिट गर्ने लाग्छौँ। एक्जिट गरेर यहाँ नजिकै छ हाम्रो डेस्टिनेसन चाहिँ। ल के म एक्जिट गर्न निस्किन्छु सर? यहाँ हाम्रो सर चाहिँ पैसा हाल्दै हुनुहुन्छ। टक्क पैसा हालेर अनि सरर आएर यहाँबाट एक्जिट भएर टक्क होइन जानु पर्यो है गाडी त। ल हामी म चाहिँ निस्केँ है त। ल ढोका खुलियो, म निस्केँ। अब यहाँ मेरो साथीहरू आउने हुनुहुन्छ, नेपालीहरू जापानिजहरू रमाइलो छ। ल फिर मिलिङ्गे। ल अब चाहिँ हामी यहाँ ओसाकाको हाम्रो यो नेपाली फेस्टिभल फर्स्टचोटि भएको ठाउँमा हाम्रो डेस्टिनेसन आइपुगेछौँ। यहाँनिर छ डेस्टिनेसन चाहिँ यहाँनिर हेर्नु सक्नुहुन्छ यहाँबाट। अब फुल भिडियो चाहिँ नजिकबाट चाहिँ हामी तल गएर देखाउनेछौँ र माहौल एकदमै गर्मी छ, एकदम रमाइलो भइरहेछ। हामी पनि गएर रमाइलो गर्नेछौँ र तपाईँहरू पनि रमाइलो गर्नुहोस् भिडियो हेरेर। र साथीले के भन्न चाहनुहुन्छ त? ल ओसाका आइपुग्यो होइन त? एकदम रमाइलो, यो फ्रेस हाम्रो लागि। गर्मी छ यहाँ, एकदम रमाइलो भइरहेको छ।
अब हेर्न सक्नुहुन्छ फुटबल ल हेरौँ है त नेपाली आमा सक्छ त कसैले ल हेर्न सक्नुहुन्छ है रमाइलो भइरहेछ है अब रमाइलो गर्छ है भिडियो हेरेर सबैजना दृश्यहरू है त हामी पनि यसो घुम्छौँ तपाईँहरू पनि घुम्नुहोस् अब मजाले ओसाकाको फुड फेस्टिभल नेपालको पहिलोचोटि पर्छ फेस्टिभलमा मगर समुदायको डान्स यहाँनिर भइरहेको छ गाइस तपाईँहरू देख्न सक्नुहुन्छ र हामी चाहिँ यहाँनिर सबजनाले नाचेर रमाइलो गरिदिनु भएको छ हेर्नु है गाइस ल यो नि त नेपालीपन नेपाली माया भनेको अब हामी चाहिँ यहाँनिर हाम्रो एकजना चिन्जानको एकदम नजिकको दाजु हुनुहुन्छ कता हुनुहुँदो रहेछ यसो हेर्दै जान्छु है त ल हाम्रो दाजुको चाहिँ स्टोर नम्बर 6 मा हुनुहुन्छ अरे नेपालीपन चाहिँ पछि हाम्रो एकदम फेमस क्योतोको हाम्रो एकदम मिलेदाई यहाँ देख्न सक्नुहुन्छ क्योतो मोमो पसल र यहाँको एकदमै मिलेदाई हुनुहुन्छ है यहाँकै ल है हाम्रो दाइहरू यहाँ हुनुहुन्छ एकदमै हामी चाहिँ दाइको पसल खोज्दै आइपुग्यो त ल फाइनली हामीले चाहिँ दाइलाई पनि भेटिसकेका छौँ देख्न सक्नुहुन्छ स्पेसल पसल र सबजना आइदिनु होला यहाँनिर कसैले पेन्टिङ चाहिन्छ भने यहाँ लिन आउनु सक्नुहुन्छ है है राम्रो राम्रो ग्यालरीहरू तपाईँले बुद्धको कुरो एकदमै आकर्षक आर्टहरू छ तपाईँहरूलाई चाहिन्छ भने तपाईँ सक्नुहुन्छ लिनलाई हेर्नु यस्तो बबाल छ प्राइसहरू पनि एकदम राम्रो प्राइस छ अनि र यहाँनिर एकजना गुरुको चाहिँ फेस पेन्टिङ पनि भइरहेछ म पनि फेस पेन्टिङ गर्ने नै हो यहाँनिर अब वेटिङ लाइन हो वेटिङ लाइन भएको कारणले गर्दाखेरि चाहिँ नाचिहालौँ न म नि यहाँ सपोर्ट गरिहाल्छु साउन्ड सिस्टम भएन है भाइहरूलाई पनि चित्त बुझेन है मलाई त्यही भइरहेछ क्या अनि मजाले फर्किने नाच्ने हुनु पर्ने होइन हो नि त ल ल भाइ के भन्यो अरे भाइ भनिदिउ त भएन है चमचम नाच्ने खालको फ्यान्सी भएन होइन ल खतरा ल भाइको भाइ स्टोरी ल है त साथीको कलर र भन्दा बेरको कलर एउटै छ यो बेर खाइनु पर्ला छ हामी चाहिँ दुईजना मिलेर ल झन्डा बेर उठाउनु यसो हान्ने लाग्यो राम्रो
मारी ल बबाल भइरहेछ रमाइलो भइरहेछ अब 6:30-7 बजीतिर जान्छ हामी चाहिँ एकदम 7 बजीतिर 7 बजीसम्मको रहेछ प्रोग्राम चाहिँ खासमा अनि त्यसपछि पनि स्टाइल लाग्छ मलाई अब 7 बजी चाहिँ इन्डिङ पोइन्टमा हेरौँ रमाइलो भइरहेछ माहौल गरम गर्मी छ भोलि पनि छ अब भोलि चाहिँ हामी भ्याउँदैनौँ गाइज सो आज नै जति रमाइलो गर्छौँ हामी आज नै रमाइलो देखाउनु नै छ अझै लगाइन्छ अब चाहिँ हामी चाहिँ प्रोग्राम हेरेर पनि आफ्नो घरतिर जानु पर्यो भोलि फेरि काम त्यही हो खटान्स गर्नुपर्छ जस रमाइलो भयो यहाँ माइल्दा यता हुनुहुन्छ माइल्दा म चाहिँ टक्क अब होइन यहाँ ट्रेन रेडी रहेछ हाम्रो स्टेसन चाहिँ निजैसम्म पुग्नुपर्ने हो त्यो चाहिँ एकछिन छ मैले अब सबैजना राम्रोसँग बस्नु होला अनि भिडियो हेरेर साथ दिनु होला यता माइल्दालाई पनि यसो नयाँ अपडेट फेरि मोबाइलको अपडेट भन्दा धेरै आउँछ मोबाइल अपडेट भन्दा अलिक बढी नै आउँछ हाम्रो चाहिँ तर बेला बेलामा त है त गाइज ल अब ट्रेन चढेर लाग्यो